श्रेष्ठको हुन गइरहेछ। लाइभ सेयर गर्नु होला, कता कताबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला कृपया। एकदमै ठुलो म्याच भइरहेछ। कति कति भयो पोइन्ट? कताको 4? ए भनेपछि यतापट्टिको 5 छ, उताको 0 छ। नाङ्गे टोली 6 भइसक्यो। सात होइन 7-0 बल चेन्ज बल 1-7। एकदम राम्रो प्रयास छ। गण्डकी तातेको छ गाइज, गण्डकी तातेको छ। कन्टिन्यू पोइन्ट 2-7। लाइभ सेयर गर्नु होला कृपया। यो भन्दा अगाडिको गेम चाहिँ हिमाल श्रेष्ठ प्लस निश्चल श्रेष्ठ भर्सेस सुन्दर श्रेष्ठ प्लस खगेन्द्र राईको भएको थियो। एकदमै यो चेन चाहिँ नजान्ने मान्छेले गेम जितेको छ। ल्याङ गरेर के गरेर गेम जिते गाइज, हामीलाई हराइदिए, नकआउटै बनाइदिए। तीन 9 चेन्ज पोइन्ट। कता कताबाट हेर्दै हुन्छ कृपया कमेन्ट गर्नु होला। को हेर्दै हुन्छ कमेन्ट गर्नु होला। मैले त यहाँ केही देखेको छैन। होइन हामीलाई मात्रै जित्नु भएको रहेछ क्या सरहरूले पनि। कहाँबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला। को हेर्दै हुन्छ। एकदमै राम्रो गेम छ छन् चाहिँ। अब यो मौसमले पनि एकदमै धेरै साथ दिइरहेछ। यो चाहिँ हाम्रो 5 खबर नगरपालिकामा वार्ड नम्बर 6 वाना बजार मास्तिरपट्टि भइरहेछ यो गेम चाहिँ। पर्सि भयो भने हामी 6, 7, 8 कि कति खादबारीमा प्रदेश स्तरीय भेटरान्स र जिल्ला स्तरीय पनि हुँदैछ। त्यसमा पनि सक्यो भने लाइभ गर्न हुनसक्छ। ल गर्नु। हाम्रो खगेन्द्र खालिङ राई आउँदै हुनुहुन्छ यहाँ। आजको ब्याडमिन्टन गेममा म कमेन्टको लागि यहाँ उपस्थित भएको छु। अहिले भइरहेको गेम 5 खपर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्लस मिलन श्रेष्ठ, 5 खपर नगरपालिका मिलन तामाङ, 5 खपर नगरपालिका र 5 खपर नगरपालिकाकै स्मरण गिरी र रोजगार प्राविधिक सन्देश श्रेष्ठ बीच गेम भइरहेको छ। घम्साघम्सी भइरहेछ।
अहिले गेम राम्रो एकदम भइरहेको छ भन्ने एम्पायर मुख्य एम्पायरले पनि भनिरहनु भएको छ। अहिले स्मरण गिरीको 15 रहेको छ भने प्रमुख प्रशासक अधिकृतको 9 रहेको छ। अहिले फेरि प्रमुख प्रशासक अधिकृतले नम्बर थप्न सफल भएको छ, जसमा 1 थपेर 10 भएको छ भने आउट बल भएको छ। 11-15 आउट भएको छ। अहिले 12-15 भएको छ। 13-15 कन्टिन्यू पोइन्ट। आउट बल 16-13 भएको छ। यहाँ अडियन्स यहाँ आज गेममा अडियन्स धेरै बोलिरहेछ, कृपया जे बोले पनि अन्यथा नसम्झिनु होला। अडियन्सहरू आफ्नो आफ्नो टिम सपोर्टमा धेरै बोलिरहनु भएको छ। अडियन्सको दुखेको कुरा अरे। आजको गेममा अहिलेको गेममा कति पोइन्ट अन्तरले जित्यो? 17 को विरुद्ध 21 अङ्क लिएर अहिले 1 सेट हात पार्न सफल भएको छ। अहिले गेम घम्साघम्सी भइरहेछ। घम्साघम्सी गेम भइरहेछ। नरम नरम करम करम बाजिराख्नु मामा तपाईँ। अब फेरि अब कमेन्टरको लागि स्वयं यहाँ उपस्थित भएको छ युट्युबर ब्लगर हिमाल श्रेष्ठ उपस्थित भइसकेको छु म।
एकदमै घम्सा घम्सी गेम भइरहेछ। अघिको यताकै टिमले जित्यो हामीलाई चाहिँ, यो 2 नम्बर लेखेकोले। फाइनल पनि आमा 27 मा गएर हार्यो। एकदमै राम्रो प्रयास छ स्मरण सरको। ल धन्यवाद सबै दर्शक महानुभावहरूलाई। हाम्रो ब्याडमिन्टन गेम घम्सा घम्सी चलिरहेछ। यहाँहरूले हेरेर सब्सक्राइब गर्नु नबिर्सिनु होला। हिमाल भ्लगलाई कम्तीमा माया गरिदिनुहोस्। ऊ भर्खरको नवविवाहित मान्छे हो। उसको यो युट्युब च्यानल चाहिँ उसको पार्ट टाइम जब जस्तै हो। र तपाईँहरूले घर जग्गा नाप्नु परेमा हिमाल भ्लगलाई सम्झिनु होला। हाम्रो भुपु सहीको छोरा सन्देश लकान्डीले राम्रै खेलिरहेको देखिरहेको छु। मेरो युट्युब ब्लग गरिदिनु यार। स्मरण पौडेलीले राइट बल लिनुभएको कि छैन? हो त, कस्तो मजा आउँछ। यो बोल्ने मान्छे चाहिँ यही मान्छे हो है। सन्देश लोकान्द्री अरे, सन्देश लोकान्द्रीको राम्रो प्रयास। कति भयो पोइन्ट? 5-6। ए गण्डकी तातेको छ गाइस। ओ माई गड, राम्रो प्रयास थियो, कट्न असफल भएको छ र पोइन्ट स्मार्ट सरलाई जान्छ। पोइन्ट असफल भएर यता हाकिम सरलाई आएको छ पोइन्ट भने। पोइन्ट कति भयो? 7-6। स्मरण सरको राम्रो प्राइस। एकदम राम्रो प्राइस थियो। हामी एकदम सिक्दैछौँ गाइज है। अब जति सक्दो ग्राउन्ड यस्तो छ हाम्रो, बारबुर गरेको छौँ। बल आउट भएको छ। मिलन दाइको एकदमै धेरै आउट गइरहेछ। पाँचखपन नगरपालिका कर्मचारी स्टाफमा एकदमै बुढो खेलाडी हुनुहुन्छ उहाँ। हामीलाई सिकाउने प्रशिक्षक जस्तै हुनुहुन्छ उहाँ ब्याडमिन्टनको। एकदमै राम्रो प्रयास। एकदमै नवयुवा जोस जाँगर धेरै भएको हाम्रो उहाँ एकदम उहाँ चाहिँ रेफ्री गरिराख्नु भएको छ। उहाँ चाहिँ एकदम युवाको पनि महायुवा हुनुहुन्छ। दामी गयो अहिले चाहिँ गेम। लुक खा त गण्डकी तातेको छ गाइस। ढाड हानिएको छ अहिले चाहिँ सन्देशहरुको। पोइन्ट पनि बराबर भएको छ। कुटाइ पनि खाइसक्नु भयो एक चाहिँ। एकदमै ठुलो मिस्टेक। बल आउट भएको छ।
लोगो पनि उल्टो लागेछ ठिकै छ केही छैन मैले फेसबुकमा पनि लिङ्क सेयर गरिदिएको छु कृपया त्यहाँबाट पनि तपाईहरुले युट्युबको लिङ्क आउँछ त्यहाँ गएर हेर्न सक्नुहुनेछ बल राइट भएको छ एकदमै बल एकदम पोइन्टहरु बराबरीमा गइरहेछ अबको नेक्स्ट गेम भने चाहिँ बिएम सर र हाम्रो हो 18-16 जम्मा 5वटा टिममा 2टा टिमसम्म हारिसक्यो अब 2टा टिम बाँकी छ फेरि सन्देशहरु हुन भन्दै चाहिँ कतिखेर बात तपाईँ सोही सबको मिसेस हैन पोइन्ट कमले गएको गेम अफ भएको छ के हुन्छ एक्लै केही पनि लाग्दैन हो मर्ने हेर्ने म पैसाले पाउन सकिन्छ ल भाउजू आउँदैन भात खाएर चाहिँ आउँछ अरे कि ओइ टेक देला नै त मिलन दाले साह्रै नमजाले बिगाइराख्नु भएको छ गेम चाहिँ त्यसलाई मार हान्ने सजिलो छ हिमाल ल्याएर मार भन्ने मेरो निशाना कि सुन्नु संस्कृतिले के सिकाउँछ 9वटा आयोगमा नाम निकाल्ने तिमीले भयो भने हिसाब गर्छौ म सिकाएछ उसले सात ठाउँ आयोग निकाल्ने यो धेरै हल्ला गर्ने मान्छेहरूले हेर्नु खोजिराख्नु मान्छे धेरै हल्ला गर्ने चाहिँ ऊ ढाँड तन्काउँदै हिँड्दैछन्
पछाडि फाला न यार 4-5 कन्टिन्यू पोइन्ट कन्टिन्यू पोइन्ट एकदमै श्रमदान मामा चाहिँ पोइन्ट 6-5 कन्टिन्यू पोइन्ट ल उतापट्टिबाट पोइन्ट आएको छ यो फाइनल म्याच हो फाइनल गइरहेछ अहिले बेस्ट अफ 3 मा आउट 7-5 कन्टिन्यू पोइन्ट फाइनल हो यो सेटको चाहिँ फाइनल हो आउट 8-5 अब चाहिँ झन् राम्रो गेम हुँदा गइरहेको छ एकदमै फाइनल पुग्ने टिमसँग पर्न लागिरहेछ गाइज अब हाम्रो है अब यो पनि म्याच हार्यो भने चाहिँ हामी सिधै किक आउटै हो आउने बाटो बन्द भइसकेको छ बाट 10 पोइन्ट 3 महिनापछि भिड्ने खेलाडी उहाँ होइन त बल्ल पोइन्ट आयो 6-10 भिडियोलाई सेयर गरेर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला कृपया सुजन सरहरू त फाइनल पुग्ने टिम पो हो त हौ हजुर तपाईँहरू त अब त हामी त रिकभरै गरे पनि माथि पोइन्ट अरू हार्यो भने मात्रै जानु सक्छौँ हामी त तपाईँहरू र ऊ स्मार्ट सरहरू दुईवटा जित्यो भने चाहिँ केही होला कि 3टा जितेको भए त स्वत भइहाल्थ्यो अब गोल अब तर गेम चाहिँ एकदम चर्काचर्की हुन्छ ए सन्देश सर के गरेको पोइन्ट यता आएको छ 11 रङ डङ छ यार 10 सन्देश सर भित्र थिएन बल आउट भएको छ धेरै कति 2 4 6 8 10 11वटा फुटी ल्याउँ न 11वटा ओ माई गड गण्डकी तातेको छ गाइस एकदमै रवि केसीले जस्तो हान्नु भएको छ मिलन तामाङले बोइलरको मासु भात पर्यो भने त आज 14-11 कन्टिन्यू पोइन्ट लोकल खाने लेख्या रहेनछ भाग्यमै ओ रवि केसीलाई लडाएको छ सन्देश श्रेष्ठले 12-14 15-13 पोइन्ट चेन्ज चौदह 15 चेन्ज पोइन्ट चौदह 15 तपाईँकै हो खेलाडीले भनिसकिसकेपछि ठिक छ भयो म कि त मलाई गर्नु होला नि त अनि यार भयो सही गरिरहेको छु 14 भन्ला त अनि खाइले भने मान्ने
हामीले त्यही भने फेरि रेफ्री पनि एकाउन्टेन्ट राखेको छौँ। लिब्रो जस्तो उडा न। वाह राम्रो सुजान सरलाई बधाई छ यत्रो मिना फुर्ती ल्याइदिनु भएकोमा। उहाँले चाहिँ एकदम चिसो देख्न सक्नुहुन्छ सुजान सरले। समाज सेवा गर्दै हुन्छ उहाँले। ल बधाई छ।